आदरणीय दर्शकवृन्द नमस्कार। देशको समसामयिक परिस्थितिका बारेमा कुरा गर्न कानुनका विज्ञ एवं राष्ट्रिय चिन्तक अधिवक्ता हेमराज पोखरेल उपाध्यायलाई निम्त्याएको छु। उहाँले काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा विगत लामो समयदेखि प्राध्यापन गर्दै आउनुभएको छ। आउनुहोस् उहाँसँगको संवाद सुरु गरौँ। उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई। नमस्कार। नमस्कार सर, धन्यवाद। अब यो मुलुकमा धेरै लामो समयदेखि जो संसद अवरुद्ध भइरहेको छ, यसबारेमा यहाँ के भन्नुहुन्छ? संसद सार्वभौम संसद जनताको सार्वभौम अधिकार प्रयोग गर्ने स्थान हो। सार्वभौम जनता नेपाली नागरिक सार्वभौम रहनु पर्यो भन्ने सन्दर्भमा चाहिँ उनीहरूको बाँच्न पाउने अधिकार, उनीहरू बाँच्न पाउने कुरालाई चाहिँ प्रत्याभूत गर्नुपर्छ, त्यसलाई सुरक्षण गर्नुपर्छ भन्ने आधारमा अहिले लाग्छ नयाँ राजनीतिक दल, जुन राजनीतिक दलहरू अहिले नयाँ तरिकाले नयाँ उभारका साथ आइरहेका छन्। अब यिनीहरूले चाहिँ सांसद चाहिँ वास्तवमा साँच्चै सांसद हुनुपर्छ, कुनै अमुक राजनीतिक दलको लागि, अमुक राजनीतिक नेताको लागि चाहिँ उनीहरूको स्वार्थ सिद्धिको लागि संसद हुनु हुँदैन भन्ने हिसाबले मलाई लाग्छ उहाँहरूले त्यो अवरुद्ध गर्नुभएको छ। यो जायज छ। वास्तवमा नेपाली नागरिकको हकमा अब हामीले देखिरहेका छौँ, नेपाली नागरिकहरू तपाईँको विश्वमा जुनसुकै ठाउँमा भएको वार फ्रन्टमा पनि अग्र मोर्चामा गएर तपाईँको युद्धमा मारिनुपर्ने, 50 डिग्री सेल्सियसमा तापक्रममा तपाईँको रगत र पसिना सुकाउनु पर्ने र यहाँका शासकहरू चाहिँ रेमिटेन्स गनेर मात्रै बस्नुपर्ने, त्यो नामका बावजुद पनि तपाईँको भिजिट भिसाका नाममा जुन राष्ट्र दोहन भएको छ, मानव तस्करीको काम भइरहेको छ, यो कुरालाई चाहिँ पर्दा अगाडि ल्याउनको लागि जुन अहिले नयाँ पुस्ताका नयाँ सांसदहरूले, नयाँ राजनीतिक दलले जुन युगान्तकारी काम गरेको छ, यो ठिक छ भन्छु मैले। यसलाई समर्थन गर्नुपर्छ। हामी सदनमा नभए पनि, हामी सांसद नभए पनि, सदन बाहिर बसेर भए पनि यो कुरालाई हामीले आफ्नो तरिकाले यसलाई समर्थनै गर्नुपर्छ। एउटा कुरा सर, यहाँनिर कुरा के भने पहिला चाहिँ यो नेकपा माओवादी केन्द्र पनि राजसभासँगै प्रतिपक्षमा आन्दोलनमा थियो। अहिले पछिल्लो चरणमा चाहिँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले र नेकपा नेपाली काङ्ग्रेसका बिचमा के समझदारी भयो, उहाँ चाहिँ संसद अवरुद्ध गर्नबाट पछाडि सर्नु भएको छ। यसबारेमा केही भनाइ छ हजुरको? यो यस्तो कुरा सर, भरत सर, यो कुरो के हो भने नि, यो नालायकहरूको के हुन्छ भने यो चाउरिने क्रम देखिएको हो यो, होइन? अब नेपाली कङ्ग्रेस एउटा डेमोक्रेटिक अलायन्स, डेमोक्रेटिक फोर्स, प्रजा परिषद हुने बाटोमा लागेको छ। जुन पुरानो पार्टी तपाईँको वाम पार्टी भनेर भन्थ्यौँ हामीले, नेकपा एमाले नेपाली कङ्ग्रेसको पछाडि लागेको छ। अब अहिले जुन तपाईँले प्रश्न गर्नुभयो के अरे नेकपा माओवादी केन्द्रको हकमा, यो पनि उनीहरूको पछाडि तपाईँको पुच्छर समाउने कामको लागेको छ, होइन? यो काजीले आफ्नो जेठो छोराले कान्छो छोराले हलियालाई, होइन? अर्को तपाईँको गोठालोलाई हुँदै भोटे कुकुरलाई चोइ गरे जस्तै हो यो, होइन? त्यो हुनाले यो सबै एउटै ड्याङका मुलाहरू अब स्वाभाविक हो त्यो एउटै ड्याङमा देखिनु, त्यसलाई अनौठो मानिरहनु परेन हामीले। यो भिजिट भिसा प्रकरण चाहिँ अहिले संसदमा जोरदार रूपले कुरा उठ्यो। यद्यपि यो धेरै वर्ष पहिलेदेखि चाहिँ यस प्रकारले खाने गरिएको रहेछ। यो विषयमा तपाईँ के भन्नुहुन्छ? जस्तो नेपाली काङ्ग्रेस, नेकपा एमाले पहिलेदेखि चाहिँ यो प्रक्रियामा काम गरिरहेका रहेछन्, होइन? यहाँ धेरै गृहमन्त्रीहरू फस्ने, अध्यागमन विभाग कर्मचारी फस्ने, मन्त्रालयका कर्मचारी फस्ने, विभिन्न कुराहरू सुनिन्छ। यसमा चाहिँ यहाँको अध्ययन के छ? सरलाई एउटा कुरा गरौँ मैले, सरलाई यो भिजिट भिसाको हकमा भिजिट भिसामा भन्ने गीत सुन्नुभएको होला नि तपाईँले, होइन? यो गीत आएको पनि तपाईँको 5 वर्षभन्दा बढी भइसक्यो, तपाईँलाई थाहा छ। यो भिजिट भिसामा यो तपाईँको समाजमा एउटा थेगोको रूपमा बसेर समाजको एउटा पार्ट बनेर गीत बनेर तपाईँको गीत बनेर आउनुको पछाडि त्यतिकै गीत बनायो होला सर। भिजिट भिसामा आज जुन प्रकरण हामीले अगाडि देखिरहेछौँ, जसको नाममा संसद अवरुद्ध छ, त्यही भिजिट भिसाको नाममा सारा नौजवानहरू तपाईँको भ्रमलुटमा परेका छन्। त्यो चिज चाहिँ तपाईँको स्यापसिक्ति थियो नि, अहिले तपाईँको हाइलाइटमा आयो, होइन? यो चाहिँ तस्करीको एउटा स्वरूप रहेछ भन्ने कुरा देखिरहेको छ। मिडियाले पनि तपाईँहरू जस्तो मिडियाकर्मीले पनि कभर गरिराख्नु भएको छ, रिसर्चमा आधारित, होइन, अनुसन्धानमा आधारित जस्तो तपाईँहरू जस्तो व्यक्तित्वले पनि काम गरिराख्नु भएको छ। त्यो हुनाले यो नयाँ कुरा होइन,
होइन। यसलाई उजागर गर्नको लागि ढिलो भयो। यो मलाई लाग्छ यो कोभिडभन्दा अगाडि आउनुपर्ने विषयवस्तु हो। कोभिडभन्दा अगाडि आइसकेको भए यसको वास्तविकता पनि तपाईँको वास्तविकताको जरोसम्म पनि पुग्थ्यौँ होइन। यो निराकरण पनि हुन्थ्यो। यस पछाडिको जुन तपाईँको सकारात्मक तरिकाले राज्य अगाडि जानुपर्ने, युवाहरूलाई व्यवस्थापन गर्नुपर्ने, आर्थिक क्रियाकलापहरू फस्टाउनु पर्ने लगायतका जुन विषयवस्तुहरू छन् यी कुराहरू धेरै अगाडि आइसक्यो, तर यो ढिला आयो सर। यो कोभिड अगाडि आउनुपर्ने कारण के थियो? अब यो कोभिड अगाडि आउनुपर्ने कारण चाहिँ के हो भने कुनै पनि रोग जति चाँडो पहिचान हुन्छ त्यो रोग छिप्पिन पाउँदैन शरीरमा। रोग छिप्पिन नपाउँदाखेरि के हुन्छ भने मान्छे बढी स्वस्थ हुने सम्भावना बढेर जान्छ नि त। त्यो हुनाले यो यस्तो रोग हो, राष्ट्रको यस्तो रोग हो। अब यो भ्रष्टाचार, बेइज्जती भनौँ न, यो त मानव दोहन, मानव तस्करीको स्वरूप न हो यो एउटा होइन, देखिरहेछौँ नि। त्यो हुनाले यो पहिले नै तपाईँको पहिचानमा आइदिएको भएदेखि यो बेलैमा निराकरण हुन्थ्यो होइन। हामी अब यो 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 रोग निराकरण हुनु भनेको त हामी स्वस्थकर तरिकाले, हाम्रो समाज, हाम्रो राष्ट्र स्वस्थकर तरिकाले अगाडि बढ्थ्यो अथवा अरू चाहिँ समस्याहरू पहिचान गर्नपट्टि हामी लाग्थ्यौँ भन्ने कुरा हो। अनि गृहमन्त्रीले राजीनामा दिनुभएको छैन, राजीनामा नदिँदासम्म हामी संसद खोल्दैनौँ भनिरहेछन्, हामी अब विरोध गरिरहेछौँ भनिरहेछन्। गृहमन्त्रीले राजीनामा नदिनुपर्ने कारण के होला? यो चेत र नैतिकता हराएको समाजमा यस्तै हुन्छ सर होइन। अब यो गृहमन्त्रीको हकमा अब मैले बढी बोलिरहनु परेन। तपाईँलाई थाहा छ नि भर्खरै सम्भवतः मलाई लाग्छ 40 वर्ष पनि पुगेकी छैनन् थाइल्यान्डकी प्रधानमन्त्री। उनले अर्को राष्ट्रको आफूभन्दा आफ्ना पिता उमेरको प्रधानमन्त्री देखेर अङ्कल भनेकै कारणले उनले प्रोटोकल बिर्सेको कारणले यसो हेरिन् सिनियर मान्छे अङ्कल भनिदिन्। त्यो कारणले उनी मलाई लाग्छ अहिले तपाईँले मैले कुरा गरिरहँदाखेरि थाइल्यान्डका प्रधानमन्त्री, महिला प्रधानमन्त्री, अहिले मैले एक्ज्याक्ट नाम भन्न सकिनँ, उहाँको नाम मैले बिर्सेँ, उहाँले राजीनामा दिइसक्नु भएको छ। भनेपछि अब यो चेत हराएका मान्छेहरूले शासन गरेको ठाउँ हो होइन। अब यो 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 नैतिकतै नभएका मान्छेहरूले शासन गरेको ठाउँमा उनीहरूलाई यो राजीनामा दिनु, राजीनामा माग्नु, यो कहाँ यो चिजको कुनै अर्थै छैन यिनीहरूले। अनि सर तपाईँहरू त कानुनी क्षेत्रमा संलग्न हुनुहुन्छ, यो लोकतन्त्र भनेको के यस्तै हो, यसै गरी चल्ने व्यवस्था हो? यो यस्तो सर, लोकतन्त्र यस्तो होइन, लोकतान्त्रिक व्यवस्था यसरी चल्ने पनि होइन। अब यहाँ समस्या के हो भने हामीले धेरै कुराहरू युगान्तकारी हिसाबले परिवर्तन गरायौँ, तर राजनीतिक दलहरूलाई चाहिँ ठिक लाइनमा ल्याउने, यिनीहरूलाई सच्याउने, यिनीहरूको शुद्धिकरण गराउने, नेता सपार्ने मुभमेन्ट चाहिँ हामीले कहिले पनि चलाएन। यो विषयवस्तु अहिले मैले जुन कुराहरू तपाईँलाई भने, यो राजनीतिक दल खास गरी किनभने राजनीतिक दलको विकल्प त छँदै छैन। राजनीतिक दलको विकल्प भनेकै राजनीति हो। ए भन्ने ठाउँमा बी होला, बी भन्ने ठाउँमा सी होला होइन, त्यसको त कुनै क्वेसन नै छैन। तर यो राजनीतिक दलहरूलाई र राजनीतिक दलका नेतृत्वलाई पनि ठिक तरिकाले चलाउनु पर्ने, यिनीहरूलाई अगाडि बढाउनु पर्ने भन्ने लगायतको विषयवस्तुको बहसको विषयवस्तु कहिले पनि भनेन। यो विषयवस्तुमा आम नागरिक कहिले पनि सडकमा आएन अथवा यो विषयवस्तु चाहिँ तपाईँको छलफलको विषयवस्तु बनाएन, जसको कारणले गर्दाखेरि यो उम्रिएदेखि घाटामा नपुगुन्जेलसम्म यिनीहरूले हामी माथि, हामीले चाहौँ हामी नचाहौँ। अब अहिले त आइसक्यो त नयाँ कुनै एउटा राजनीतिक दलले ल्याइसक्यो त, उनले आफ्नो ब्रान्डिङ गरिसक्यो होइन, ब्रान्डिङ गरिसक्यो। जुन शब्द तपाईँलाई थाहा छ त्यो शब्द अहिले म नलिउँ होइन, यसरी ब्रान्डिङ गरिरहेछन्। अब यो के हो? बेइज्जती, भ्रष्टाचार, विभेद, शोषण, अत्याचार लगायतका कुराहरू बोकेर हिँड्ने हो नि तिनीहरूले। अनि सर सरकारले एउटा कुरा के देखियो भने नागरिकहरूले त्यो आरोप पनि लगाइरहेछन्, उसलाई चित्त नबुझेका मान्छेहरू अथवा उसको विरुद्धमा बोल्नेहरू, उसको विरुद्ध लेख्नेहरूलाई भएका नभएका आरोपहरू लगाउने, पक्राउ गर्ने, कारबाही गर्ने गरिएको भन्ने चाहिँ देखिएको छ। यसमा हजुरको भनाइ के छ? यो देखिरहेछ त, जस्तो तपाईँहरूले पनि धेरै कभरेज गर्नुभएको छ होइन। अब भनौँ न, अब यो सेन्सरको नाममा, नियन्त्रणको नाममा तपाईँको नागरिकको वाक स्वतन्त्रता, यो राइट टु फ्रिडमका कुराहरू भए होइन, प्रेस फ्रिडमका कुराहरू हामीले देखिरहेछौँ त। भर्खरै दिलभूषण पाठकलाई पनि अब चाहिँ तिमीले नसमाउनु, नथुन्नु, पक्राउ गर्ने काम नगर्नु भनेर भर्खरै सम्मानित उच्च अदालतबाट चाहिँ तपाईँको रिट जारी गरेका छ। भर्खरै एकजना युवती, खोटाङतिरको कुनै एकजना युवती होइन, बस्दै थर गरेकी हुन सक्छन्, उनलाई पनि गैर न्यायिक तरिकाले थुनामा राखेको छ होइन, कुनै कारणै देखाएको छैन। एउटा टिकटकमा बोलेको आधारमा उनलाई थुनिएको छ। यस्ता अब एउटा दुईवटा प्रतिनिधि उदाहरणहरू यी भए होइन। अब यस्ता सयौँ उदाहरणहरू छन् जसले चाहिँ अब अल्टिमेटली के भने राज्यले चाहिँ यस म्यान
सारा नागरिकहरू चाहिँ जनता चाहिँ यसमा हुन्। हामीले जे भन्दछौँ जे गर्दछौँ त्यो मात्रै बोलौँ, हामीले गरेको कुराहरूलाई समर्थन मात्रै गरौँ, हामीले गरेका बदमासीहरू चाहिँ नदेखाइदिउँ नउलाइदिउँ भन्ने चाहना हुनसक्छ। यो लामो समय टिक्दैन यस्तो चिजहरू। यो चाहिँ नव सामन्तवादको अभ्यास हो भनिएको छ। एउटा सामन्तवादको अन्त्य गरे नयाँ सामन्तवादको उदय भएको। यो सामन्तवादी राजनीति चरित्रका कारणले यो समस्या आएको छ। यसको अन्त्यका लागि नागरिक सचेत हुनुपर्छ भन्ने कुरा आवाज उठिरहेछ। तर नागरिकका बिचमा सङ्गठित आवाज हुन सकेन, उनीहरू एकताबद्ध हुन सकेनन्। यसको पछाडि कारण के हुनसक्छ? यो भरत सर यो हो विषयवस्तु के हो भने तपाईँको म त मूल कुरो के भन्छु भने तपाईँ हामीमै चेत हराएको कारणले गर्दाखेरि यी बैमानहरूले हामीमाथि शासन गरे आउने हेर्नुहोस् बैमानी तरिकाले। प्रमुख कुरो भनेको त नागरिकमा चेत आउनु पऱ्यो। हामी नेपाली समाजको समस्या के छ भन्दाखेरि हामी गर्वैदेखिको एमाले हुन्छौँ। गर्वैदेखिको आमाको काखमा बसेर दुध चुस्ताखेरिदेखिको तपाईँको नेपाली कङ्ग्रेस हुन्छौँ होइन। बामी सर्न सरेको उमेरदेखिको तपाईँको माओवादी हुन्छौँ अथवा अर्को हुन्छौँ। हामीले चाहिँ यो ठिक यो बेठिक भनेर त्यसलाई छुट्याउने चेत कहिले पनि राखेनौँ हामीले। जब एकचोटि हाम्रो नाममा हाम्रो जीवनमा त्यो ट्याग लागिसकेपछि त्यो ट्याग उतारेर फाल्नको लागि न हामीसँग चेत छ, न हामीसँग चेतना छ, न हामीसँग शिक्षाको छ। त्यसैको फाइदा यिनीहरूले उठाइरहेछन्। त्यो हुनाले प्रमुख कुरो भनेको तपाईँ हामीमा चेत हुनु आवश्यक छ। हामीमा चेत भयो भने यिनीहरूले गरेका ठिक र बेठिक कामहरू हामीले बुझ्न सक्दछौँ, खुट्याउन सक्दछौँ। यिनीहरूलाई चाहिँ यो तपाईँको प्रजातान्त्रिक लोकतान्त्रिक अभ्यास मार्फत ठिक ठाउँमा राख्नुपर्ने भने ठिक ठाउँमा राख्न सक्दछौँ। यिनीहरूको शुद्धिकरण नेता र राजनीतिक दलहरूको शुद्धिकरणको विषयवस्तुहरूलाई हामीले अगाडि ल्याउन सक्दछौँ। अब तपाईँ हामीमै चेत नभएपछि त के हुन्छ भने उनीहरूले जसो भन्यो त्यसै गर्नुपर्ने हुन्छ। त्यो हुनाले नेपाली नागरिकमा नेपाली समाजमा चेत आउनु आवश्यक छ। अनि यो सङ्गठित चेतनाको कुरा एउटा भयो, तर सङ्गठित हुने कसरी भन्ने कसरी नेतृत्व गर्नुपर्ने होला, कुनै नेतृत्व अगाडि आउन सकेन, त्यो पनि के चेतनाकै कमीको कारणले होला त? त्यो त्यस्तो होइन सर, त्यस्तो होइन। अहिलेको पुस्ता भनेको धेरै अगाडि गइसकेको छ। हामी जेनजीको कुरा गर्छौँ होइन। जेनजीभन्दा अगाडि अर्को पुस्ता तपाईँको अल्फा जेन अल्फा भन्ने भनिरहेको छ। त्योभन्दा पछाडि अर्को अल्फा अर्को पुस्ता आइरहेको छ। त्यो हुनाले मूल कुरो त के हो भन्दाखेरि चाहिँ तपाईँको यो कन्सियसनेस भन्छौँ नि हामीले होइन, चेतना भन्छौँ नि, त्यो चेतना अडिने ठाउँ भनेको पनि चेत हो क्या। अब यो चाहिँ अब तपाईँको हामी कसरी यो हाम्रो माइन्ड हाम्रो दिमागको जुन एउटा प्रोसेसर हुन्छ नि एल्गोरिदम भन्छौँ नि, यो एल्गोरिदम यस्तो तरिकाले यिनीहरूले सेट गरिदिएका छन् कि त्यो एल्गोरिदमभन्दा बाहिर गएर हामी सोच्दैनौँ, सोच्नै सक्दैनौँ, सोच्नै चाहनै राख्दैनौँ। त्यसले गर्दाखेरि अब मैले त बारम्बार भन्ने पनि गरेको छु, यिनीहरूले बनाइदिएको यो करप्टेड अल्गोरिदम बनाइदिएका छन्। अनि त्यसलाई अपग्रेड गर्नु नै हामी ठुलो उपलब्धि मान्दछौँ होइन। त्योले गर्दाखेरि हाम्रो चाहिँ त्यो हामीले हाम्रो त्यो दिमाग जन्मजातै हामीले धारण गरेको र विकास गरेको जुन हाम्रो दिमागको संरचना छ, जसलाई मैले बारम्बार चेत भन्ने गरेको छु होइन। यो अहिले चलन चल्तीको भाषामा हामीले यो आइटीको जमाना एआईको जमाना भएको हुनाले मैले एल्गोरिदमको कुरा गरेँ होइन। यसलाई चाहिँ तपाईँको पुरै तपाईँको रिसेटिङ गर्न आवश्यक छ। यो लाग्छ यो पुरानो पुस्ताले एक्सपायर भएको पुस्ताले गर्न सक्दैन। अब नयाँ पुस्ताले नयाँ जेनेरेसनले मलाई लाग्छ यसलाई अवश्य तपाईँको परिवर्तन गर्छ। यस कुरामा हामी आशावादी बनौँ। सरलाई चाहिँ म एउटा प्रसङ्ग कहाँ लान चाहेँ भने रवि लामिछानेका सम्बन्धमा आज उहाँको राष्ट्रिय दैनिक पत्रिकामा उहाँले भावुक ढङ्गले आफ्नो सन्देश सार्वजनिक गर्नुभएको छ। मलाई राज्यले निर्मम तरिकाले फसायो, मैले चाहिँ कहीँ हस्ताक्षर गरेको छैन, मैले कहीँ बदमासी गरेको छैन भनेर उहाँले भन्नुभएको छ। ठुला नेताहरूप्रति उहाँले आरोप लगाउनु भएको छ। वास्तवमा रवि लामिछानेका सम्बन्धमा के भएको होला? यहाँलाई के लाग्छ? के उहाँलाई राजनीतिक प्रतिशोध नै हो? सत्य कुरा हो नि सर, यसमा त दुविधै छैन नि। यो त यति छलफल गऱ्यौँ हामीले, यति लेखहरू आए, यति तपाईँ सामाजिक सञ्जाल तपाईँको छ्याप्ती भए, तपाईँको यो विवाद संवाद यो तपाईँको संवाद परामर्शका विषयवस्तुहरू बने होइन। कति कुराहरू बिकाउ भए, यसमा त कुनै दुविधै छैन नि। यो नितान्त रूपमा राजनीति प्रतिशोध। एकछिनलाई मानौँ रवि लामिछानेले ल 65 करोड रुपियाँ हिनामिना गरे, मानिदिउँ ल गरे। त्यो 86 अर्बमा 65 करोड हिनामिना गरे, बाँकी तपाईँको 85 करोड होइन 85 करोड 35 करोड रुपियाँ चाहिँ कहाँ गए?
यिनीहरूले के खोजिरहेछन्, कहाँ खोजिरहेछन्, त्यो बाँकी पैसा ल्याउनको लागि यिनीहरूले के गरिरहेछ छ जवाब क्वेसन। रवि लामिछानेलाई यतिका दिनसम्म तपाईँको हिरासतमा राखेको छ त सरकारले ल ठिक छ एउटा कानुनी कारबाहीमा लिएर गएको छ, एउटा न्यायिक कारबाहीमा लिएर गएको छ, त्यो न्यायिक विषयवस्तु आफ्नो ठाउँमा जान्छ, त्यो आफ्नो कोर्समा। तर बाँकी पैसा खोज्ने त दायित्व त सरकारको हो नि त। त्यो 85 अर्ब प्लस पैसा खोज्नको लागि राज्यले के गर्यो, कहाँ गइरहेछ त्यो पैसा? त्यो पैसा त यिनीहरूले खाइरहेछ। त्यो हुनाले यहाँबाट पनि के प्रमाणित हुन्छ भन्दाखेरि यो प्रतिशोधै हो। अर्को विषयवस्तु तपाईँको मानव तस्करका यस्ता तपाईँको स्क्यान्डलहरू आइरहेछ अहिले। भिजिट भिसाको इक्जाम्पल हेर्नुहोस् होइन। अब यो अर्को विषयवस्तु पनि तपाईँको आलमको विषयवस्तु पनि देखिराख्नु भएको छ। अहिले यो शरणार्थीको विषयवस्तु देखिराख्नु भएको छ, तपाईँले शरणार्थीको विषयवस्तु देखिराख्नु भएको छ। लगायतका अहिले तपाईँको भन्नु न, अहिले तपाईँको घरमा, तपाईँको गाउँघरमा जाने हो भने तपाईँको हरेक 10वटा घरमा, गाउँघरमा तपाईँले हेर्नु भने 10वटा घरमा तपाईँको 4वटा घर बन्द भएको छ। शिक्षा छैन, स्वास्थ्य छैन, बास ग्यारेन्टी छैन, परिवार तपाईँको विखण्डन भएको छ, श्रीमान श्रीमतीसँगै बस्न पाएको छैन, छोराछोरी बाबासँग बस्न पाएको छैन। यो अर्को मानव तस्करीको अर्को स्वरूप हो कि होइन? यो सब कसका कारणले भएको छ? यो कारणले गर्दाखेरि यी विषयवस्तुहरूलाई उठान गराएको कारणले गर्दाखेरि अब रवि लामिछानेप्रति प्रतिशोध लिएको हो भन्ने कुरामा त दुविधै छैन नि त। त्यसले गर्दाखेरि तपाईँ यो के अरे सहकारीको यो अरबौँ अझै तपाईँको त्यही छानबिन समितिको के अरे तपाईँको यो संसदीय छानबिन समितिको प्रतिवेदनलाई हामीले साभार गर्ने हो भने 2.5 खर्ब रुपियाँ सहकारी मार्फत घर घरमा भकारी सकारी भनेको एउटा स्लोगन ल्याएको थिए। 2.5 खर्ब रुपियाँ तपाईँको सहकारी मार्फत अपचलन रहेछ, खोजिरहेको छ नि यिनीहरूले। मानव तस्करीका यत्रा स्क्यान्डलहरू बनिरहेछ। आज गाउँघर तपाईँको विस्थापित भएको छ, खोजिरहेको छ नि यिनीहरूले। किनभने यी सबै विषयवस्तुको चाहिँ रवि लामिछाने र उसको राजनीतिक दलले उठान गरिदिएको कारणले गर्दाखेरि अब यसले हामीलाई सिद्ध्याउँछ, त्योभन्दा पहिले नै यसलाई सिद्ध्याइदियो भने ठिक हुन्छ भन्ने त्रासको कारणले अब रवि लामिछानेलाई चाहिँ तपाईँको प्रतिशोध ल्याउन्। यो लामो समय टिक्दैन, उनी नेल्सन मण्डेला बनेर पनि निस्केछ। अनुमान के हुनसक्छ त? उनी त अब अझै लामो समय जेलै बस्छन् भन्ने एउटा अनुमान पनि छ। यो अब यस्तो 84 सालको निर्वाचनभन्दा पहिला छोड्दैन भन्ने पनि छ। यस्तो कुरा हो सर। अब यो न्यायिक प्रक्रियामा गएका कुराहरू एउटा न्यायिक डिस्कोर्समा जान्छ। अब त्यो कुरा अहिले मैले बोल्ने कुरो भएन, मैले बोल्नु पनि हुँदैन, मेरो पनि आफ्नो आचार संहिता छ र नेपालको न्यायालयले धेरै तपाईँको विकृतिहरूलाई सल्टाएको, शुद्धिकरण गराएको, ठुला राजनीतिक दलहरूलाई, राजनीतिक कर्मीहरूलाई, नेताहरूलाई कारबाही गरेको, सिटिङ के अरे तपाईँको प्रधानमन्त्रीलाई होइन, यो के अरे तपाईँको मन्त्रीहरूलाई कारबाही गरेको कुराहरूलाई हामीले देखिरहेछौँ। त्यो हुनाले अवश्य रवि लामिछानेले पनि न्याय पाउनुहुन्छ होइन भन्ने कुरा त भोलि, किनभने अब अहिले त भर्खर तपाईँको मुद्दा त पूर्वपक्ष नै भइरहेको हो होइन। फैसला त कुनै पनि अदालतबाट भएको छैन नि त, फैसला त कुनै पनि अदालतबाट भएको छैन। पूर्वपक्षको सन्दर्भमा चाहिँ उहाँलाई के गर्ने भन्ने कुराहरू मात्रै हो होइन। अब त्यो पनि तपाईँको काहीँ कुनै एक पैसो चाहिँ तपाईँको सहकारीबाट हिनामिना गरेको भएको भन्ने कुरा अहिलेसम्म काहीँ कुनै पनि तरिकाबाट पुष्टि हुन सकेको छैन। भलै तपाईँको यो अझै तपाईँको यो के अरे छानबिन समितिले पनि पैसा त लिएको छैन, पैसा लिएको चाहिँ देखिँदैन भन्ने कुरा त्यति छानबिन समिति स्वयंले पनि भनिसकेको हुँदाखेरि मलाई लाग्छ उहाँलाई अब यो यसरी सकारात्मक हिसाबले हेर्दाखेरि चाहिँ उहाँभित्र भइसकेपछि पनि उहाँको पार्टी झन्झन बलियो भएको छ, मान्छेमा एउटा आभार आएको छ, जोस आएको छ। उहाँ अझै एउटा अध्ययनशील अध्येता नेता भएर निस्किनुहुन्छ। यो बिचमा उहाँले आर्जन गरेका, उहाँ जेलमा बसेर उहाँले जुन कुरा अध्ययन गर्नुहुन्छ, आर्जन गर्नुहुन्छ, त्यो कुराले भोलि राष्ट्रकै लागि ठुलो सम्पत्ति हुनसक्छ, ठुलो सम्पत्ति हुनसक्छ। त्यो कारणले गर्दाखेरि यो यसलाई एउटा सकारात्मक हिसाबले लिँदाखेरि उहाँको जुन जेल जीवन छ यो भोलि एउटा चाहिँ राष्ट्रको सम्पत्ति, त्यो जीवन त्यो समय चाहिँ राष्ट्रको सम्पत्ति बनेर आओस् भन्ने मेरो चाहना पनि हो। अनि सर अन्त्यमा केही भनाइ छ? अब यो यस्तो हो सर, अब यो विषयवस्तु के हो भने हामी यति राम्रो थिति भएको यो समाज, हाम्रा पुर्खाहरूले होइन, हाम्रा अग्रजहरूले यो थितिले मात्रै चलाएको समाज हो, थितिले मात्रै। किनभने हामीसँग लिपिबद्ध भएका कानुन भन्दा पनि हाम्रा जुन
थितिहरू छन्। यो थितिले हामी यति राम्रोसँग चलेको समाज थियो, हामी चाहिँ समृद्धै थियौँ। तब अहिले यो तपाईँको लोकतन्त्रको स्थापना भइसकेपछि राजनीतिक दलहरू जुन यो पुराना राजनीतिक दल यसका नेताहरू ठिक छ पोलिटिकल मुभमेन्टको लागि एचिभमेन्टको लागि उहाँहरूले पुऱ्याएको कन्ट्रिब्युसनलाई त हामीले रेस्पेक्टै गर्नुपर्छ, त्यसमा कुनै दुविधै छैन। तर उहाँहरूले जुन व्यवस्थापनको लागि साधारण स्रोतको व्यवस्थापनको लागि होइन समृद्धिको लागि जुन कुरा गर्नुभयो नि त्यो चाहिँ उहाँहरूले आफूमा मात्रै केन्द्रित गर्नुभयो, आफ्नो राजनीतिक दलमा मात्रै केन्द्रित गर्नुभयो, आफ्नो परिवारमा मात्रै केन्द्रित गर्नुभयो र आम जनतालाई चाहिँ तपाईँको दोहन गर्ने, शोषण गर्ने, परिवार र घर विखण्डन गरिदिने, समाप्त गर्ने काम गर्नुभएको छ। यसको लागि चाहिँ तपाईँ हामीमा चेत हुनु आवश्यक छ। हामी नयाँ तरिकाले अघि बढ्नुपर्ने आवश्यक छ। हेमराज सर, समय दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। अहिलेलाई यो संवाद यही अन्त्य गरौँ। आदरणीय दर्शकवृन्द, हामीले यति बेलासम्म कुरा गऱ्यौँ अधिवक्ता हेमराज पोखरेल उपाध्यायज्यूसँग। उहाँ काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापन गर्नुहुन्छ। फेरि अर्को एपिसोड लिएर हामी अर्को पटक भेट गर्नेछौँ। अहिलेलाई सबैको जय होस्, कल्याण होस्। नमस्ते।